चर्चित लोकदोहोरी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले तीज गीतलाई लक्षित गर्दै यसरी गायक चिज गुरुङले गायिका निर्जला गुरुङलाई ठुलै आरोप लगाएका छन्। मरी मरी म काम गर्छु तिमीलाई आउँछ बैस चाहिँ पेटीकोटमा लुकाउँछौ आफ्नो पैसा चाहिँ भन्दै गायक चिज र गायिका निर्जला गुरुङले टुक्कै पारामा लाइभ दोहोरी सार्वजनिक गर्छन्। के साँच्चीकै गायक चिज गुरुङको निर्जला गुरुङले पेटीकोटमा पैसा लुकाएर राख्छिन् होला त? यो लाइभ दोहोरीमा सबै जानकारी दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्नुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रमा सबैकी लोकप्रिय बन्दै गएकी गायिका निर्जला गुरुङ र सबैका लोकप्रिय बन्दै गएका गायक चिज गुरुङको लाइभ दोहोरी भने तीजलाई लक्षित गरेर गाइएको छ। आजभन्दा 6 महिना पहिला मात्र गाइएको लाइभ दोहोरी पालपाली मगर समाजको प्रस्तुतिमा तीज गीतलाई लक्षित गर्दै दोहोरीबाट समावेश गरिएको थियो। लाखौँ दर्शकहरूले मन पराएको यो टुक्का दर्शकहरूको लागि विशेष रहेको छ। मरी मरी म काम गर्छु तिमीलाई आउँछ बैस चाहिँ पेटीकोटमा लुकाउँछु आफ्नो पैसा चाहिँ भन्दै गायक चिज गुरुङले टुक्का प्रहार गर्दा गायिका निर्जला गुरुङले यस्तो जवाब दिन्छन्। मैले पनि देख्थे होला तिमी काममा गा भए मोरी जाम्ला तिम्रो मैले सुक्को खा भए भन्दै कसमै खान्छन्। के साँच्चीकै दुवैको टुक्कालाई परिवर्तन गर्दा के साँच्चीकै गायक चिज गुरुङको पैसालाई पेटीकोटमा लुकाउँछिन् या गायक चिज गुरुङ काममै नगएर झुट बोलेका हुन् त? दोहोरीमा भने यो सबै टुक्काबाट समावेश भएको छ। पालपाली मगर समाजको प्रस्तुतिमा तीज गीतलाई लक्षित गर्दै सार्वजनिक भएको यो लाइभ दोहोरीले निकै रमाइलो पारामा देखिएको छ। दर्शकहरूको लागि विशेष पनि रहने। तपाईहरूले अहिलेसम्म यति रमाइलो लाइभ दोहोरी हेर्नुभएको छैन, यद्यपि सुन्नुभएको छैन भने हामीले तपाईँलाई तल डिस्क्रिप्सनमा लिङ्क छोडेका छौँ। फुल भिडियो हेरेर साथ दिनुहोला।